लसुन खाऊ यो प्याज किन यहाँ यो प्याज किन यहाँ अचार हो यो हाम्रो होइन सेउको अब अन्तिममा ढुङ्गा बाक्लो भएर हामीले नसकेपछि मासु अन्तिममा यहीँ परेको छु हामीले मासु अब लगभग आइसक्यो सल्लु लसुन क्यों ठिक छ खाऊ तर राख न अनि म खान्न भयो मलाई भनेर जम्बुले गरेर सकिन्छ क्या फेरि होइन ठिक छ त्यस्तो हुन्छ क्या जम्बु के भयो हात त पुरा मेरो नानी यस्तो यार खाना म खाना सब पाकेको त नि गाई त सब पाकेको त खाना म त खान्न लसुन त मलाई मन पर्दैन क्या यहाँ हेर न यहाँ चाहिँ यहाँ हात डढेर पक्का भइसक्यो डढेर पुरा लसुनमा मुला चिल्ला के मैले चोक्चा खुवाउने कस्तो चोक्चासँगै दिन्छु ल खाना कस्तो मिठो हुन्छ नि भाइ पिपल दिन्छ कस्तो लसुन खाइदिनु चोक्दा खानु लसुन चोक्चा खाइदिनु हो दाइ अन्त चाहिँ छैन त्यो के हाल्दै है मेरो मुखमा लसुन चाहिँ हुन्छ नि आएर ल एक चाहिँ मिठो भएन भने अनि बना भन्छ क्या राख्नुपर्छ त होइन लसुन चाहिँ के हाल्छ कि त्यो खाऊ न भाइ एकचोटि खाऊ त त्यो खाऊ न उठ्छ होला क्या यसले है यसले यति काम गर्छ नि अब चाहिँ यहाँ मेरो काम गर्छ यसो गुम्बा भन्दा नि यो गर्नु चाहिँ बिस्तारै गर्छ क्या यसले तर पखाइ म यहाँ पखाना खाएर खाँदै भनौँ म यस्तो गर्छु क्या काम भनेको नि यस्तो क्या लास्टै हात चाहिँ पोलो गाई छ होइन मासाला पोलो क्या नाङ्गो हातले टिपेको बसेको छ पोलो त्यो बोस सलमान यो म ल्याउँछु नि त नि केही छ त अन्तिम स्पेसल छ खानु त्यो डढी सक्यो निकाल्नु सबै खाएको भइसक्यो खाऊ खाने त हो नि आयो खानु त्यो डढी सक्यो होइन अब 12-20 माछा खाउँ त्यसपछि आएर कुखुरा खानुपर्छ यहाँ यही ठाउँमा खानेर रम यतै आउनुपर्छ नपल्ला न अहिले नेपालमा म एउटा लिएर खान्छु ल तिमीले खाएर खा भने के अरे तेरा बाउ मिठो आएर मिठो के लाग्छ नि पाकेको खारेहरू मलाई थाहा मुलाकात हो गई आमामा यार खाँदो रहेको बालन यार